हेलो गाइस, स्वागत छ तपाईहरुलाई मेरो न्यू ब्लगमा। आज चाहिँ खाना खाएर यसो आराम गरिरहेको थिएँ। एक्काइस मेरो मोबाइलमा फोन आयो। आप कौन? कहाँ लगाया फोन? आपका क्या नाम है? हमसे क्या काम है? भनेको त साथीले पार्टी खुवाउनको लागि कल गरेको रहेछ। मेरेको जाना पड़ेगा, मेरेको जाना पड़ेगा, मेरेको जाना। पार्टी भनेपछि त अब छुटाउने कुरै भएन। अनि त्यसपछि साथीले दिएको लोकेसन पट्टि फटाफट हिँड्न थाले। एकैछिनमा साथीहरु पनि भेट भयो। पार्टी दिन आँटेको साथी चाहिँ अगाडि हिँड्दै थिए। गर्लफ्रेन्ड हराएकोले पार्टी दिन आँटेको हो भनेको त होइन। मेरो युट्युब च्यानलमा 1K सब्स्क्राइबर पुगेकोले तिमीहरुलाई आज पार्टी दिन आँटेको पो भन्छ। होइन होला के हो भन्दै युट्युब आइडी चेक गरेको त साच्चीकै पो हो रहेछ यार। हजुरहरुले पनि हेर्न सक्नुहुन्छ। आइडी को नेम चाहिँ एमआर मोक्तान रहेको छ। उ पनि भ्लग बनाउँदै हातमा 1000 रुपैयाँ पैसा बोक्दै पसलतर्फ सामान किन्नको लागि लागे। अनि एकैछिनमा पसलमा पुगेर साथीले खानेकुराहरु किन्न थाले। साथीको खुसियालीमा दिन आँटेको पार्टीलाई हामीले पर्दैन पनि कसरी भनौं। अनि त्यसपछि खानेकुराहरु बोकेर पसलबाट फर्किए। हामी चाहिँ अहिले चाहिँ चटपटे फटाफट बनाउन थाले। पार्टी चाहिँ हाम्रो आज 2 जम्बुडिउ र चटपटे चाहिँ हामीले खानाको लागि रेडी बनाएर राखिदिए। 2 जना साथी चाहिँ थाल लिन गएको थियो। ल हैन हाम्रो भर्खरै युट्युब च्यानल क्रिएट गरेको सबैजना बुझाल्नु पर्यो हैन। अब उसको पनि छिटै 1K पुर्याइदिनु होला किनकि यस्तै सेलिब्रेसन देख्न पाऊँ भन्न चाहन्छु। धेरै सब्स्क्राइब गर्दिनु होला ताउति हामी साथमा युजरहरुलाई धेरै सपोर्ट गर्दिनु होला। अब छिटो त्यति भन्दै मेरो पनि 1K पुर्याइदिनु होला, उसको पनि 1K पुर्याइदिनु होला। त्यही भन्न चाहन्छु। हामीले चाहिँ अनि बाजेको स्टाइलमा खाना थाले। खासै खाना त मन थिएन। साथीलाई अरु पनि खानेकुराहरु मगाउँ कि जस्तो लागिरहेको थियो भनेर भन्न नमिल्ने। खाएर सकेपछि चाहिँ केटाहरुले डान्स गर्ने भनिरहेको थियो। हेर म यो त केटाहरुको डान्स कस्तो हुने रहेछ। आफू भएको कला देखाउन पनि यस्तो लजाउँछ है केटाहरु चाहिँ। यस्तो के गर्नु होइन, आफूले देखाए पो अरु हुन्न त। ल बब्बाल छ केटाहरुको। कौन है ये लोग? केटाहरु चाहिँ फेरि डान्स चाहिँ ओपरै हानिदिन्छ क्या। यति भन्दै हामी चाहिँ लागेको अब चाहिँ खोलातिर। खोलामा चाहिँ सानो झरना छ। राम्रो हो कि नराम्रो हो अब के भनौँ है, ठिकै भनौँ यो झरना चाहिँ। यतिको चाहिँ चाहिन्छ। एकछिन पछाडि चाहिँ अनि साथीहरु चाहिँ फोटो खिच्ने, नआउने, भिडियो बनाउने, टिकटक बनाउने गरिरहेको थियो। म चाहिँ फोनलाई भुइँमा राखेर त्यहीतिर बसिरहेँ। She hit the floor. Next thing you know, she got low. आजको भिडियो कस्तो भयो कमेन्ट गर्नु होला। एन्ड लाइक सब्स्क्राइब पनि गर्न नबिर्सिनु होला भन्न चाहन्छु। हजुरहरुले मेरो भ्लग टिकटकबाट हेर्दै हुनुहुन्छ भने टिकटकको बायोमा मेरो युट्युबको लिंक छ। त्यहाँबाट हजुरहरुले मेरो युट्युब च्यानलमा भिजिट गर्न सक्नुहुन्छ। आजको लागि यति नै एन्ड बाइ।